सडकमा हिँड्दाखेरि आफैले ओभरटेक गरेर र माफी माग्दा पनि नछोडिकन चाहिँ उहाँ निर्घात रूपमा कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। तपाईँले पनि हेर्नु भएको होला। यो विषयमा के भन्न चाहनुहुन्छ दाइ? अब पहिला त म तपाईँलाई के भन्छु भने नगरकोट नजिकै तेलकोट भन्ने ठाउँमा जुन घटना घटेको छ, अब यत्र तत्र सर्वत्र त्यो कालो लुगा लगाउने कालै मन भएको त्यो हाफ प्यान्ट लगाएको पुरा आफूलाई अन्डरवर्ल्डको डन जस्तो दादा होइन, दीपक मनाङ्गे र चक्रे मिलन भन्दा पनि ठुलो दादा सम्झने त्यही त त्यो मान्छेले बाइक राइडर भाइहरूमाथि जुन ज्यादती गरेको छ त्यो वास्तवमा खपिन सक्नु छ र त्यो ज्यादतीको पराकाष्ठा हो भन्छु। अब यो के रहेछ त यथार्थ भनेर एउटा न्युज पनि म तपाईँलाई पढिबाची सुनाउँछु। यो घटनाले चाहिँ एउटा बुढो बाबैलाई यहाँ चड्कन चिउरा खुवाएर पछि हिरासतमा गएको थियो नि एकजना मान्छे महाराजगञ्जमा साउथ सेट जस्तो हो, त्यो चक्रपथको घटनाको दोस्रो भाग जस्तो लागेको छ। त्यही त होइन, त्यस्तै किसिमको दबङ शैली अझ त्योभन्दा पनि बढी ज्यादती यहाँ छ देखिया छ। अब यहाँ अलिकति सचेत मिडिया कर्मीहरूले राखेको म यो न्युज पढिबाची सुनाउँछु। बीच सडकमा दादागिरी, मोटर भ्लगरमाथि मेटा भ्लगरमाथि कार चालकको हातपात भनेर आएको छ। युट्युबमा आरजी राइडर भ्लग र आरबी भ्लग लेजेन्ड चलाउने मोटा भ्लगर विशाल तामाङ र लक्ष्य कुमार राई अहिले सामाजिक सञ्जालमा चर्चामा छन्। शनिबार मध्याह करिब 12 बजेतिर तेलकोट नगरकोट सडकमा सामान्य ओभरटेकको विषयलाई लिएर विवाद बढ्दा एउटा सेन्ट्रो कार चालकले बीच सडकमै उनीहरूलाई दुर्व्यवहार गरेको भिडियो यतिखेर भाइरल भएको छ। भिडियोमा देखिए अनुसार गाडी चालकले गाली गलौज गर्दै राइडरहरूमाथि हातपात गर्ने, गोप्रो क्यामेरा फुटाइदिने धम्की दिने, बाइकको चाबी खोस्लेर एउटा बाइक भुइँमा लडाइदिने जस्तो गतिविधि गरेको देखिन्छ। राइडरहरूले हाम्रो गल्ती भयो दाइ, सरी दाइ भन्दै बारम्बार माफी माग्दा र आफूहरू घुम्न मात्रै आएको बताउँदा पनि गाडी चालक शान्त नभई हाइवेमा म जे पनि गरिदिन्छु भन्दै दादागिरी देखाएको सुनिन्छ। घटनापछि राइडरहरूले आफूहरूलाई धम्की दिएको भन्दै जिल्ला प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका छन्। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरैले उनीहरूको समर्थन गरेका छन् भने कतिपयले दुईजना भएर पनि प्रतिकार नगरेको भन्दै विभिन्न प्रतिक्रिया जनाएका छन्। भन्दै यही मान्छे हो ज्यादती गर्ने, यही कालो ड्रेस लगाउने मान्छे हाफ प्यान्ट सहित आएको छ। फोटो पनि डन जस्तै देखिँदो रहेछ दाइ, आफूलाई एकदम ठुलो डन देखाउने। र यी दुईजना भाइ भ्लगरहरू खास गरी विशाल तामाङ र लक्ष्य कुमार राई चाहिँ बाइक राइडिङ गर्ने, त्यसपछि उनीहरू भ्लग पनि बनाउने उनीहरूको सोख रहेछ। एकदम गोप्रो क्यामेरा लिएर उनीहरू गएका थिए र यो नगरकोट तेलकोट सडक खण्डमा अब आफ्नो हात जगन्नाथ भने जस्तै पुरा तपाईँको उदण्ड तरिकाले गाडी हाकिरहेको, सेन्ट्रो कार हाकेकोले लेन क्रस गरेको भनेर यी दुई भाइले सरी है दाइ हाम्रो गल्ती हो भन्दा पनि नछोडेर हैन दाइ घटनाको विषयमा अलिकति म भन्छु। ठ्याक्कै तपाईको के छ भन्दाखेरि घटना त्यो सेन्ट्रो कार ओभरटेक गरेर विपरीत दिशाबाट आउँछ जानेर त्यो भाइहरू बाइकमा चलाएर गएको ठाउँमा त्यही साइडमा आइरा हुन्छ कि ऊ आफैले पेलिरा हुन्छ त्यहाँनेर। उसको चाहिँ गल्ती हो के त्यहाँनेर चोर उसैको ठोलो स्वर भने अनि त्यो भाइले चाहिँ रोकेर तपाईको अलिकति मुख छाडेको चाहिँ देखेको छ हैन। त्यो भिडियो पनि म तपाईलाई त्यहाँ देखाइदिउँला त्यहाँनेर। भनेपछि गल्ती उसैको छ हेर्नुस् है। पछि फेरि उसैले नै तपाईको चाहिँ त्यहाँनेर उसैले दुईजनालाई ठटाउँछ हैन, कुट्छ, मै हुँ भन्छ, त्यो गोप्रो क्यामेरा पुरै फुटाइदिन्छु भनिरहेछ भनेपछि धन्न उनीहरूले भिडियो खिचेछन्, त्यसकारण सार्वजनिक भयो। याद गर्नु होला एउटा भ्लगरलाई त यसो गर्न सक्छन् भने अरूलाई बाँकी राख्छन्। यो घटनाले चाहिँ ठ्याक्कै 1.5 महिना अगाडि ती बुढा बाबैलाई तोरीको फुल देख्ने गरी यहाँ चक्रपथ सडकमा एकजनाले मै हुँ भन्नेले होइन आफूलाई ठुलै इन्जिनियर सोच्ने मान्छेले जसरी पिटेका थिए ती ठकुरीले हो त्यही घटनाको पुनरावृत्ति भए जस्तै त्यही घटनालाई सम्झाए जस्तै लाग्यो। खबरदार यसरी कसैलाई पनि म कारमा चढेको छु, म धनीमानी, म एकदम सेट साउ भनेर हेप्न पाइँदैन, सबै मान्छे समान छन्। नेपाल प्रहरीले मैले पाएको सूचना अनुसार हुनसक्छ तपाईँहरूले यो भिडियो अपलोड गरिन्जेल यो मोबाइल स्विच अफ गरेर लापत्ता भएको यो कालो ड्रेसवाला यो
हेर्दा पनि गुन्डा नाइके देखिने मान्छे हो। आकाश पाताल दुई पाताल यत्र तत्र सर्वत्र 3 लोक 14 भवनमा खोजिरहेको छ, जहाँबाट भने पनि फेला पारेर कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। र तपाईँले यो समाचार अपलोड गर्दासम्म यो मान्छे प्रहरीको नियन्त्रणमा पनि आउन सक्छ। हामीले प्रहरी निकायसँग पनि कुराकानी गरेका छौँ र यो किसिमको ज्यादती हेर्नुहोस्, पहिला मैले आफ्नै आँखाले कति ठाउँमा देखेको छु यस्तो नाङ्गो ज्यादती, जसले गल्ती गर्छ उही ठुलो स्वर गरेर आएको होइन। या त भिडियो खिचेको हुनाले अहिले सोसियल मिडिया अथवा मोबाइलको बिगबिगी हुनाले मान्छेले सहजै कुनै पनि घटनालाई भिडियो वा फोटो मार्फत जनताको बिचमा लगेर सम्बन्धित अपराधी वा दोषीलाई कारबाही गर्न सक्छन्। र नेपाल प्रहरीले यति काबिल छ, नेपाल प्रहरी, तपाईँलाई म सम्झना गराउँछु, म माथि ज्यान व्यवहार हमला गरेर भगवानको कृपाले म बाँची। मलाई त्यतिखेर एट्याक गर्नेको गाडी नम्बर पनि थिएन, सबै अज्ञात थियो। केवल त्यो ट्याक्सीमा रहेको शिवको फोटोको आधारमा त्यो एरियामा भएको शिवको फोटो कसको छ भनेर सीसीटीभी फुटेजबाट सङ्कलन गरेर पछि त्यो अपराधीलाई पक्राउ गरेको छ। यसको त यो सेन्ट्रोवालाको त तपाईँको गाडी नम्बरै छ, सबै छ, यसलाई पक्रिन नसक्ने भन्ने कुरा छैन। अब मोबाइल स्विच अफ गरे पनि ऊ कुन लोकेसनमा छ भन्ने कुरा ट्र्याक गर्न सकिन्छ। त्यो भएर नेपाल प्रहरीले छिटोभन्दा छिटो नतिजा देखाओस्। यस्तो दादागिरी गुन्डागर्दी गर्ने मान्छेलाई झम्टिने आपराधिक सोचको मान्छेलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ। हेर्नुहोस्, त्यो मलाई त जहाँसम्म लाग्छ कतिपयले ओहो यी दुई भाइ भएर त्यसमा पनि अब अलिकति मूलवासी मतवालीका छोराहरू होइन, वीर बहादुरै हुन्छन्, राई र तामाङको छोराले के हातमा दही जमा थिए, इटको जवाब पत्थरले दिनु पर्दैन, उसले एक हान्छ भने 2 पञ्च दिनु पर्दैन भनेर पनि कतिपयले भनेको सुनि। तर धैर्य धारण गरेर बुद्धवादी बन्नु नै राम्रो हो, किनभने यो एउटा घटना पनि हो, सबक पनि सिक्छ नि त। र हुनसक्छ ती दुई भाइले एट्याकमा गएको भए कसैको ज्यान जान सक्थ्यो, रक्तपात हुन सक्थ्यो। उनीहरूले धैर्य धारण गरे, त्यो बापत उनीहरूलाई लाछी कायर पानी आन्द्रे होती आरा भनेर भन्नु भएन, किनभने संयमता हो। उनीहरूले संयमता राखे, झगडा गरेनन्। आखिर त्यो मान्छे त एक्सपोज हो नि त, त्यसलाई त सबैले चिने, त्यसको कार नम्बर पनि अहिले आयो। झगडा गरेको भए भिडियो पनि आउँदैन थियो, केही पनि हुँदैन थियो, त्यो मान्छे सुध्रिन पनि सक्दैन थियो होइन। दुईजनाले उनीहरूले हातपात गर्न पनि सक्थे, उनीहरूकै गल्ती देखिन्थ्यो होला। त्यो भएको हुनाले यी दुई राई र तामाङ भाइ जो ब्लगर हुन्, उनीहरूले यो भिडियो सही टाइममा ल्याएका छन्। सम्भवतः यो मान्छेलाई समाएर कानुन बमोजिम कारबाही हुन्छ ढिलो चाँडो। उसले एकदम धमास दिएको छ, म युँ भनेको छ एकदम हो होइन। म दिउँसै तपाईँहरूलाई म चाहिँ अब यहाँ के अरे तिमीहरूलाई म रिङ रोडमा गाइड गर्न सक्छु भन्ने खालको शब्द पनि प्रयोग गरेको देखियो नि त त्यहाँनिर होइन। हो नि, उसले गाली गलौजको पराकाष्ठ सुन्न नसक्ने खालको गाली गरेको छ। उसले फोन नम्बर मागेको छ भनेपछि उसको त ठुलै ग्याङ छ जस्तो छ, त्यही त हो, गिरो लिएर हिँड्छ जस्तो छ। तपाईँलाई म एउटा सानो उदाहरण दिन्छु, मेरो आफ्नै आँखाले देखेको। हामीले धैर्यता नगरेको भए सायद त्यहाँ धेरै ठुलो रक्तपात हुन सक्थ्यो। एकचोटि एकजना सञ्चारकर्मी मित्रसँगै हिँड्दा पनि यस्तो घटना घटेको छ कि। हजुर हो। अब यहाँ गुन्डागर्दीमा ज्यादतीको त कुरै छोड्नुहोस्, यस्तो पावन पवित्र पाशुपत क्षेत्र जो सरकारी जमिन हो, जग्गा हो, यहाँ शान्तिपूर्ण तरिकाले अब भिडियो खिच्ने, सरकारी नियम पालन गर्ने, संविधान मान्ने मान्छेहरूलाई भिडियो खिच्ने स्वतन्त्रता छैन। हामीले कुनै गर्न नै गाह्रो भइसक्यो यहाँनिर, के हो कसो केरकार गरेको छ होइन। यो प्रजातान्त्रिक मुलुकमा हाम्रो ट्याक्सद्वारा पालिने सरकारले यो सरकारी जमिनमा सरकारको माथिको फरमान पनि होइन, यो भोरे टाकुरे बीचका मान्छेहरू किन जान्ने पल्टिएको, किन यसरी ज्यादती गरेको भन्ने कुरा पनि मलाई लाग्छ। र याद गर्नु होला कि अहिले जुन ढङ्गको घटना घटेको छ, सडक मेरो हो भने जस्तो। हेर्नु, यो त एउटा प्रतिनिधि घटना हो, नजाने यस्ता कति घटना घटिरहेको छ, कति मान्छेले दिनदिनी पिटाइ खाएका छन्, ज्यादती सहेका छन्। यो त भिडियोमा आएको हुनाले हामीले देखेको। र यस खालको मान्छेलाई सीसीटीभी फुटेजबाट खोजेर हुन्छ कि के गरेर हुन्छ, कारबाही हुन जरुरी छ। पुण्य कारबाही त अब के उजुरी हुन्छ, त्यहाँ व्यवहारमा हालेको छ कि कुटपिटमा हालेको छ। हो, कुटपिटमा हुन सक्छ। कुटपिट भयो भने उसलाई म्याक्सिमम 1 वर्षसम्मको सजाय हुन सक्छ, या 1 लाख रुपियाँ जरिवाना हुन सक्छ, या दुवै हुन सक्छ। नेपालको मुलुकी ऐन नै प्रभावित हुन्छ, फौजदारी केस नै लाग्न सक्छ यसमा। अब तपाईँको एउटा कुरो के छ भने उसले जुन स्तरबाट हमला गरेको छ नि, सबै फुटेजमा भिडियो हामीले देखेका छैनौँ। होइन, पूर्ण रूपमा हानेको सबै भिडियो पनि आइसकेको छ यतिखेर सामाजिक सञ्जालमा। दुईजना भाइहरूले पालै खिचेका छन्, आइसकेको छ। त्यो पनि यति कुटेको छ तपाईँको निर्घात रूपमा। उनीहरू थापेर बसेका छन् कि बिचारा, सहेर बसेका छन्। त्यही त, त्यो कस्तो चिज एकदमै नकारात्मक मान्छे रहेछ। जब मान्छे
ये अन्याय सहन्छ नि, याद गर्नु होला, अन्याय गर्नेवाला पनि कारबाहीमा पर्छ। अहिले अन्याय सहेको देखिए पनि न्यायको खोजीमा त उनीहरू गए। अब यही मान्छे भागम भाग भयो, आवेशमा आएर कुट्यो, अहिले आएर पछुताउनु बाहेक केही पनि विकल्प भएन। र त्यो मानिसलाई म छिटोभन्दा छिटो प्रहरी प्रशासनसँग सरेन्डर गर्न पनि भन्छु। छिटोभन्दा छिटो गएर प्रहरी अड्डामा सम्बन्धित सरकारवाला निकायमा गएर आत्मसमर्पण गर्नु, नभए तपाईँ जहाँबाट भने पनि यो घटना फेरि सेलाउँदैन। 20 वर्षपछि पनि फौजदारी केसको फाइल खुल्छ र बेकार बुढेसकालमा सजाय पाइएला। बरु अहिले गएर जे जति हुन्छ सरकारी हिसाबले अब माफी मिनाह गर्ने कि होइन, उनीहरू सहनशील भएर एकचोटि माफी मिनाह गर्ने कि वा जरिवाना हुन्छ कि कारबाही हुन्छ कि माफी त होला जस्तो मलाई लाग्दैन। होइन पुण्य दाइ, यतिखेर तपाईँको डनगिरी भनेर चिनिएका नामुद मान्छेहरू सुध्रिएको अवस्था छ। तपाईँको जेल बस्दा पनि एकदमै सौम्य भएर बसेको अवस्था छ। आफ्नो टाइम पुगिसके पछाडि, सजाय कटिसकेपछि निस्केको अवस्था छ भने बिचमा यो अराजक तरिकाको गतिविधिहरू आउनेहरू सलबलाउन थालिसक्यो के? यो यस्तो हुन्छ कि एउटा मान्छे सधैँ उदण्ड राक्षस जस्तो हुँदैन, उसमा रूपान्तरण आउँछ। सज्जन मान्छे पनि परिबन्धले, परिवेशले वा नियतले गलत हुन सक्छ र गलत मान्छे पनि सुध्रिन सक्छ। देश जनता विकास समृद्धिको पक्षमा खडा हुने मान्छे अहिलेको समयमा कुनै समय गलत पनि थिए होलान्, अहिले सुध्रिएर गएको हुनसक्छ। रूपान्तरणको मौका हुन्छ। अब चक्रे मिलन, दीपक मनाङ्गे अब आफूलाई ठुलै डन सम्झिन्थे, अहिले अब उनीहरू लाइनमा आएका छन्, कानुनलाई मान्ने हिसाबमा आएका छन्। अब चक्रे मिलनले त अस्ति भर्खर चुनाव उठेर पनि हार्नुभयो, दीपक मनाङ्गे पनि सजाय काटेर भर्खर छुटेका छन्। अनि प्रधानमन्त्री सुशीला कोइराला पनि उहाँसँग भेट्न जानुभयो तपाईँको? को छ? सुशीला कार्की चाहिँ दीपक मनाङ्गीसँग भेट्न जानुभएको छ? भेट्दै जानु हो जानुभएको छ भनेपछि किन रहेछ? अब होला संवाद होला, अब होइन होला, दीपक मनाङ्गे आएका हुन्। जेस खैर तपाईँको त्यो भेटिएको चाहिँ बाहिर आइसकेको छ कि भेटघाट भइसकेको छ? दुई बीचमा भेटघाट भइसक्यो। भेटघाट त जसको जोसँग पनि हुन्छ, त्यो ठुलो कुरो भएन। तर अब मैले इन्सपेक्टर कुटेँ भन्ने कुरो फेरि गर्वले सुनाएका छन्। फेरि भिडियो काटेर मैले पुण्य गौतमले कुट्या जस्तो नबनाउनु नि फेरि। म त बुद्धवादी मान्छे हुँ होइन। तपाईँको भिडियो त धेरै काटेर आउन थालेको छ यतिखेर त। काटेर ल्याउँछन् मान्छे, अर्थको अनर्थ। लडाकुलाई डाकु बनाइदिन्छन्, डाकुलाई लडाकु बनाइदिन्छन्, लसुनलाई सुन बनाउँछन्, सुनलाई लसुन बनाउँछन्। त्यसकारण सजग त हुनुपर्छ। खैर यो घटनामा आफूलाई अन्डरवर्ल्डको डन कुनै छोटा राजन वा दाउद इब्राहिम जस्तो सम्झने यो मानिसले कानुन उल्लङ्घन गरेका छ। यो कालो ड्रेसवाला, कालै मन भएको मान्छेलाई हेर्दा गोरो देखिए पनि कालो मन, कालो ड्रेसको यो मान्छेलाई कडा जप बनाएर कानुन बमोजिम कडा से कडा सजाय दिएर यो सन्देश दिनुपर्छ कि नेपालमा कानुनभन्दा माथि कोही पनि छैन। सडक कब्जा गरेर आफ्नो गल्ती हुँदा पनि अरूलाई गएर एट्याक गर्ने, बागे झाप्पु हान्ने यो मान्छेलाई एकदमै छिटो समाएर कारबाही गर्नु पर्यो। हस्, समय र संवादको लागि धन्यवाद। धन्यवाद, थ्याङ्क यू सो मच। ल अब यसैमा फ्रेममा सुरु गरिहालौँ। कति मिनट भयो? 12 मिनट भइहाल्यो। ल 1 2 3 गो। यति बेला हामीसँग संवादको लागि जोडिनु भएको छ। समसामयिक विषयमा, राजनीतिक विषयमा, सामाजिक विषयमा आफ्नो प्रखर विचार राख्नुहुने पुण्य दाइ हामीसँग हुनुहुन्छ। सम्पूर्ण मिडियामा दाइ स्वागत छ तपाईँलाई। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद। पुण्य दाइ, पछिल्लो समय तपाईँको चाहिँ अब जस्तो हर्का साम्पाङले दण्डहीनता बढ्दै गयो भन्ने खालको चाहिँ चर्चा परिचर्चा गरिराख्दा यतिखेर हामीले भर्खर मात्रै महाराजगञ्जमा तपाईँको चाहिँ अब कारको जुन ज्यादती भएको थियो त्यो घटना सेलाउँदा नपाउँदै यतिखेर तपाईँको चाहिँ नगरकोटमा एउटा घटना घटेको छ। 2 जना भाइहरूलाई दिन दहाडै र केही दिन अगाडि हामीले चाहिँ यहाँ समाचारको माध्यमबाट के सुन्यो भन्दाखेरि उहाँको नाम हटाएको रहेछ, उहाँसँग छलफल नगरिकन। अनि त्यही कारणले अब किन हो, कसरी हो भनेर एकचोटि बुझ्नले हामी यहाँ आएको। कहिलेदेखि बसेको हुनु भएको छ यहीँ काठमाडौँमा? होइन, यहाँ यो हामी पार्टी कार्यालय चाहिँ पार्टी कार्यालयमा चाहिँ हिजो हाम्रो जिल्लाको साथीहरू चाहिँ हिजैदेखि बसेर रहेछ र अहिले हामी यहाँ लगभग 300 जना मान्छे छौँ। हामी मुगुम, डोल्पा, त्यसपछि हामी लिमिका, हामी त केही घन्टा मात्रै भयो यहाँ पुगेर। भनेपछि कर्णालीका मान्छे 300 जति छन्। कर्णालीका नाम किन हटाइयो? हजुर, तपाईँहरूको एउटै क्वेसन, टासीको नाम किन हटाइयो? किन हटाइयो होइन, किन हटाइयो? हटायो भने चाहिँ कारण देखाउनु पर्यो होइन। पुरै उहाँको इमेज युज गरेर, उहाँको नाम युज गरेर
धेरै प्रचार प्रसार गरियो हाम्रो रसवापाले होइन अनि अब यस्तो विडम्बना छ हाम्रो देशमा अब यो जुन औपचारिक त्यो कुरा चाहिँ हामीले जहाँबाट सुन्नुपर्ने त्यहाँबाट सुनिँदैन कि हामीले चाहिँ अब पत्रिका माध्यमबाट चाहिँ सुन्नुपर्छ त्यो हजुर यसरी सुन्नुहुन्छ। छ अब उहाँ पहिलेदेखि नै राष्ट्रसभामा हुनुहुन्थ्यो, त्यसो भएदेखि टासीजी? अब यस्तो हो उहाँ चाहिँ पहिला त कुनै पनि पार्टीमा पनि थिएन। हजुर। अब यो जुन जेनजीको आन्दोलन पछि चाहिँ उहाँले चाहिँ राष्ट्रसभा जोइन गरेको हो। किन भन्दाखेरि अब राष्ट्रसभा अहिले यो यस्तो एउटा जुन अब हाम्रो इङ्ग्लिस भाषामा अल्टरनेटिभ फोर्स होइन, पुरानो पार्टी नभएर अरू त्यो बाहिर चाहिँ हो उहाँले। हजुर। अब सबैको ढुकढुकीमा बसेको राष्ट्रसभाले तपाईँको ठाउँको टासीजीलाई यसरी निकाल्न सक्छ त? सम्भव होला त? के लाग्छ तपाईँलाई? अब यस्तो अन्याय गर्ला त तपाईँहरूलाई? अन्याय त भइसक्यो नि, अन्याय भएर त हामी यहाँ आएको छौँ, हामी यहाँ उपस्थित भएको छ, अन्याय भएकै कारणले हो। आधिकारिक रूपमा त आएको छैन भनेर भनिसक्नु भयो त? केमा चाहिँ? खगेन्द्रजीले भनिसक्नु भयो आधिकारिक होइन होइन आएको छैन भनेर। उहाँले त भनिसक्नु भयो। हजुर। अब यस्तो हो, यहाँ निकाले छ भने भने छैन, निकालेको छैन भने भने छैन, भनेपछि अब केही न केही क्वेसन त होला नि, त्यही कारणले हामी यता बसिरहेको छौँ। अब कसलाई भेट्नु भयो नेताहरूलाई चाहिँ? यहाँ पार्टी कार्यालयमा आउनु भएको छ, रवि जो पार्टी सभापति पनि हुनुहुन्छ, यहीँ हुनुहुन्छ अहिले पनि, भेट्नु भयो कि भेट्नु भएन? उहाँले कस्तो प्रतिक्रिया दिनुभएको छ? अब हामी चाहिँ उहाँलाई भेट्न नै आएका थिए, तर दुर्भाग्यवश उहाँ यहाँ हुनुहुन्न रहेछ। अहिले यहाँ उहाँहरूको यो ऱ्यापिड एक्सन टिम हो कि कुनको त्यहाँ एउटा संयोजनसँग अहिले कुरा भइरहेछ। भनेपछि उहाँहरूले चाहिँ कस्तो प्रतिक्रिया दिएको छ पार्टीले चाहिँ? उहाँहरूले अब त्यहाँ यो पार्टीको नेतृत्वसँग एउटा कोअर्डिनेसन भइरहेछ, जवाब आउँदैछ भनेर भनिरहेछ। अब नआएसम्म हामी यहाँ घन्टी बजाउँदै बसिराख्ने, हाम्रो चाहिँ निर्णय यही हो। घन्टी बजाउँदै बस्ने तपाईँहरू? पुरै घन्टी बजाएर बस्ने। टासीजीको अब नाम हटाएको रहेछ भने यति उहाँले आज निर्णय दिएन भने हजुर। अब रविजीको घर कता हो होइन, हजुर। त्यसपछि उहाँको नाम यहाँको शीर्ष नेताहरूको घर कता हो, त्यसको बाहिर गएर फेरि घन्टी बजाएर बस्ने होइन। रविजीका घर बाहिर घन्टी बजाउने, घन्टी बजाउन उत्तर त दिनु पर्यो होइन, कि यस और नो भन्दा भन्नु पर्यो होइन। यतिकै तपाईँको जस्तो कि तपाईँको नाम त्यति प्रचार गरेर युज गरेर त्यति हल्ला मचाउने लास्टमा चाहिँ होइन है भनेपछि त्यो त मजाको कुरा भएन नि, हो होइन? हजुर। अब यदि उहाँहरूले हटाउनु भएको रहेछ भनेदेखि चाहिँ के गर्नुहुन्छ तपाईँहरू? अब किन हटाइयो होइन, एउटा केही न केही स्पष्टीकरण त चाहियो। यदि स्पष्टीकरण जायज छ भने ठिकै छ, हामी पनि मानौला। यदि जायज छैन भने त यो जुन आइडियल, यो जुन आइडिया, जुन एउटा त्यो विश्वासको साथ यो पार्टीको एउटा त्यो भएको छ होइन, स्थापना भएको छ, त्यसको त विपरीत भयो। अनि नेपाली जनता सबैले देख्नेवाला छ। भोलिको अब मतदान केन्द्रमा आफै सबै विचार गर्नु, यो यत्रो आन्दोलन के कारणले भएको थियो, जेनजीको आन्दोलन होइन। अब यसरी नै हो र त्यो पुरानो जुन समानुपातिको जुन सूची छ त्यो एलाइट मान्छेहरूलाई मात्रै दिनुको लागि हो र? यो त पुरै भनौँ न पिछडिएको क्षेत्र, पिछडिएको वर्ग जो मान्छे जस्तो कि हामी जस्तो हिमाली क्षेत्रमा बस्ने हामीहरू प्रत्यक्षमा यति लड्यो भने त हाम्रो जनसङ्ख्या त पुग्दैन नि, त्यो त सबैले थाहा भएको कुरा हो नि। त्यस्तो नपुग्ने मान्छेहरूको पनि रिप्रेजेन्टेसन होस् भनेर यो समानुपातिको प्रणाली हाम्रो संविधानमा राखेको हो नि। अब यसलाई चाहिँ यो एउटा पुरै टिकट बाँडे जस्तै यसरी अब चिन्ने मान्छेलाई दिने कुरा पनि त भएन नि। अब दिएको छ कि छैन त्यो त थाहा भएन होइन। पहिला पुराना पार्टीहरूले यसरी दिन्थ्यो भने कुरा सुने हो, त्यही नै राष्ट्रसभाले नै गरे भने त के अर्थ भयो त, हो त्यो प्रश्न उहाँहरूले छ। जस्तो तपाईँहरूको नि सङ्घका अथवा राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँको नाम त्यो समानुपातिकबाट हटायो, तपाईँहरूले चाहिँ के अनुमान लाउनु भएको छ? यो कारण जस्तै अब दुर्गमबाट आएको अब यस्तो छ, पत्रकामा चाहिँ के लेखेको छ भन्दाखेरि जियो पोलिटिक्स भनेर नाम लेखेको छ। अब धेरै सुन्दाखेरि क्या मजाको छ होइन, जियो पोलिटिक्स भन्यो सिध्यो होइन। अब जियो पोलिटिक्स भनेपछि तिब्बती होला होइन, तिब्बती शरणार्थी होला, अथवा त्यसो अब हजुरले त थाहा छ नि, नाम त नलिउँ। अब
बुबु एकजना सांसदले यसरी हो भनेर ठ्याक्कै भनिदिनुहोस् त टासीजी चाहिँ तिब्बतियन हुन् कि होइन त होइन यदि होइन नागरिकताले के होइन भन्छ? सुन्नु नेपाली हो म भन्छ कि हजुरलाई होइन एउटा भन्छ? भन्छु हो कि होइन भनेर होइन तपाईँले कहाँ के गर्नुपर्छ भन्दाखेरि तपाईँ जानु हजुर कुन मिडियाबाट भन्नुहुन्छ ल हजुरले म प्रश्न होइन होइन तपाईँ कुन मिडियाबाट हो पहिला तपाईँ कुन मिडिया हो हेरिराख्नुहोस् न हजुर यदि तपाईँ कुन मिडिया हो उहाँ हो कि तपाईँ होइन त कुन ल भन्नुहोस् मिडिया न। हो त्यही मिडियाको एउटा तपाईँहरूको करेस्पोन्डेन्स भन्ने जिल्ला जिल्लामा हुन्छ नि रिपोर्टर्स त्यो जिल्लामा भन्नुहुन्छ। तपाईँ खोज तलास गर्न जानु होइन अहिलेको समयमा सिडिओ कार्यालय सही सिडिओ कार्यालय त्योहरू त सबै एक्सेसेबल छ नि होइन डाटा खोल्नु 3 पुस्ता हेर्नु होइन 3 पुस्ता त के हामीसँग त 4-5 पुस्तै नेपालीको प्रावण छ हामीसँग पाँच हो कि होइन पुस्तादेखि 5 पुस्तासम्म पनि छ होइन, ल, कुनै कुनैको त होइन स्पष्ट रूपमा नेपाली नागरिक हो। होइन स्पष्ट रूपमा स्पष्ट नेपाली कुरो नागरिक हो। टासी लान्जोम नेपाली नागरिक हो है त्यसमा कुनै दुविधा छैन हजुर पुरै नेपाली नागरिक नै हो आमा बुवा पनि नेपाली नै हुन् होइन हाम्रो 6 नम्बर वार्ड नामका गाउँपालिकामा जन्मेकै हुन् त्यहाँकै बासिन्दा हुन् हजुर अब के प्रश्न अब राष्ट्रपाले यसो गर्दै गर्दाखेरि चाहिँ तपाईँहरू चाहिँ के भन्नुहुन्छ अब यति धेरै आउनु भएको छ उहाँदेखि कोही त अहिलेको यो आउनु जुन भएको छ। कुरा छ नि हजुर। यति जियो पोलिटिक्स यति त्यो कारण विभिन्न मध्ये जियो पोलिटिक्स हो भने राष्ट्रपाले यो त्यो यो हो क्वेसन भन्छ चाहिँ म भनेदेखि छ जियो नि पोलिटिक्स हो भन्छ यहाँ भनेदेखि ताप्लेजुङदेखि लिएर हजुर। तपाईँको दार्चुलाको सबै हिमाली बेगमा बस्ने मान्छेले म भन्छु किन भन्दाखेरि यो कुरा आज टाँसीको मात्रै रहेन हामी अतिक्रमण हिमाली बेग हिमाली पाएको सबै बेगका मान्छेलाई शेर्पा समुदाय अथवा भित्रको चिल- भागमा बस्ने मान्छेहरूलाई चाहिँ यो प्रश्न नआउने भयो बुद्धिस्टहरूको हामी माथिको विशेष बाहेक गरेर। सबैलाई त यो प्रश्न आउने नै भयो नि हो कि होइन तपाईँ हो कि होइन हो, हो। हामी माथि भएको चिम्से आँखा हुनु बित्तिकै हामीलाई तिब्बती भनेपछि त यो त बुद्धिस्टहरूलाई तिब्बती म आज यो भनिसकिसकेपछि- पत्रकार साथीहरूको मार्फत हजुर म योल्मो समुदायको सबैलाई पनि आह्वान गर्न चाहन्छु शेर्पा समुदायको सबैलाई आह्वान गर्न चाहन्छु तामाङ समुदाय छन्। मुगली तामाङ हजुर। त्यसपछि डोलबाली भाइपरको सबै हिमाली ओलङजुङ गोलादेखि लिएर लोमी समुदायकोदेखि लिएर सबैले म भन्न चाहन्छु यदि हामी तिब्बती शरणार्थी हो भने यो त्यो हिमाली बेगमा बस्ने अनि को त होइन को त के हामी त्यतै सबै यहाँ नागरिकता त्यागेर त्यतै जाने हो होइन हो कि होइन यसरी केही गर्न खोज्ने वैकल्पिक शक्तिको रूपमा चाहिँ उदाहरण दिँदै आएका पार्टीहरूबाट यस्तो हुन्छ भनेदेखि चाहिँ अरू जनताहरूले चाहिँ अथवा चाहिँ त्यही त त्यहाँका डोल्पा त्यही प्रश्न म गरिरहेको छु हुँदाका हामी मान्छेले हामी चाहिँ के कसको बुझ्नु कल्पना होला? गर्ने ल हो भन्नुहोस् होइन त। अब हिजो अब हेर्नु सुरुमा बिजरा नानीको नाम हाम्रो सुशीला कार्कीको त्यसमा चाहिँ मन्त्रीको त्यसमा आयो मन्त्रीमा आइयो नि यो हाम्रो अब उहाँको नाम नलिउँ उहाँ हाम्रो भुपू एकजना अब भनौँ न अब गुम्बामा हात हतियार छ भनिरहेको थियो अस्तिदेखि हिजोतिर फेरि टिकटकमा आफै गुम्बा भएर टिकटक बनाएर बसिरहेको छ हजुरहरूले देख्नु भएको होला हो कि होइन अब त्यस्ता मान्छेले यसरी भन्नुभएको थियो सुरुमा त्यहाँ पनि उहाँको नाम कटाइयो। पनि भएन अब हिजो यहाँ अब त यो त हामी हिमाली राष्ट्रपतिमा मान्छेले त आएर जिस्काए जस्तै हामीले त खेलाउन खेल जस्तै भयो नि खेलाउन यहाँले वास्तवमा अहिले मिडिया कर्मीहरूले प्रश्न सोधिरहनु भएको छ नरिसाइकन तपाईँले स्पष्ट रूपमा भनिदिनुपर्छ किनभने संविधानले जे भनेको छ तपाईँ हामीले विश्वास गर्ने त्यही हो होइन अब टासीजी नेपाली नागरिक हो भने अब मैले उहाँले बारम्बार यो प्रश्न सोधिराख्नु भएको छ मैले बारम्बार भनिसकेँ टासी नेपाली नागरिक हो होइन अब यो व्याकरणमा कसरी मिलाउने तपाईँहरू आफै मिलाउनु हुन् कि हौ कि होइन हो होइन सी इज अ नेपाली सिटिजन बुझ्नुभयो योभन्दा स्पष्ट के भन्ने उहाँले स्पष्ट भन्नु भनिरहेको छ हजुर तपाईँले भन्नुभयो कुन गाउँपालिकाको चाहिँ भनेको भन्नुभयो नामका गाउँपालिका नामका वार्ड गाउँपालिका नम्बर वडा छ। नम्बर 6 को बासिन्दा हुनुहुन्छ हजुर उहाँ। पहिला उहाँको चाहिँ विगत लिमी 5 गाविस पुस्ता- हजुर होइन लिमी गाविस वारा चाहिँ थाहा भएन 9वटा वारा थियो हजुर लिमीको अहिले चाहिँ विगत नामका 5 गाउँ पुस्ता भन्दा लामो समयदेखिको चाहिँ उहाँको चाहिँ नेपाली नागरिकता छ त्यसले गर्दाखेरि चाहिँ तपाईँले भन्न खोज्नु भएको उहाँ नेपाली नै हुनुहुन्छ भनेर भन्न खोज्नु भएको हामी प्रश्न भयौँ होइन स्पष्टै हो ल एउटा यदि- नेपाली
नेपाली नागरिकले उम्मेदवारी मैले त्यत्रो दिन सक्नुहुन्छ। मेरो नेपाली यति नराम्रो त छैन होला हजुरले होइन पटक पटक भनिरहेको छु। भाषामा केही नेपाली समस्या हो छैन। भने। होइन ठिक छ भाषामा तपाईँको ठिक छ अब के अब यहाँबाट पनि स्पष्ट माग आएन भने तपाईँहरूको चाहिँ स्पष्ट चाहिँ जवाफ आएन भने के रवि लामिछानेको घर खोज्दै जानुहुन्छ तपाईँहरू घन्टी बजाउँदै अब के घन्टी यस्तो बजाउँदै हो। फर्किनुहुन्छ डोल्पातिर कर्णालीतिर त्यतिसम्म चाहिँ त्यतिसम्म चाहिँ गर्नु नपर्ला होइन हजुर अब कमसेकम हामीले आज केही न केही ठोस जवाब चाहिँ आइला किन भनेपछि हामी एउटा स्वतन्त्र देशमा छौँ होइन हामी एउटा प्रजातान्त्रिक देशमा छौँ र प्रजातन्त्रको चौथो अङ्ग के हो तपाईँहरू मिडियाको साथीहरू र पक्कै यो मिडिया मार्फत चाहिँ यो कुरा उहाँ कहाँ पुगिसक्यो होला उहाँले केही न केही हामीलाई जवाब दिन्छ भने त्यो आशा र भरोसा चाहिँ मसँग छ र त्यो आशा र भरोसा र त्यो जवाब चाहिँ सकेसम्म राम्रै होला भने जवाफको पर्खाइमा कति समयसम्म बस्नुहुन्छ यहाँ अब जाउँ नआएसम्म बस्ने त्यही नै हो न्याय पाइन्न। हजुर होइन जाउँ अनि आउँछ होला भने। सभापतिज्यूले के फोन रिसिभ गर्नु भएको छैन कि तपाईँको कन्ट्याक्ट? अब सुरुमा त उहाँको फोन नम्बर नै छैन होइन मसँग फोन रिसिभ र त्यसको कुरा गर्दाखेरि अब उहाँको यहाँ सम्पर्क गर्ने उहाँकै यहाँ पार्टी कार्यालय हो त्यहाँबाट भनिरहेको छु अब केही न केही आउला भन्ने विश्वास हस् थ्याङ्क यू हस् थ्याङ्क यू सबैलाई थ्याङ्क यू